वेलकम टु माई न्यू ब्लग साथीहरू सन्चै हुनुहुन्छ टक्क लाएर बढ्नुपर्दा चाहिँ आज चाहिँ म फिल्म हेर्न जाँदैछु 4 नम्बरतिर। आमाहरू र दिदी आन्टी भाइ आउँदै हुनुहुन्छ गुर्सिङबाट। म चाहिँ यता घरबाट जाँदैछु। फिल्म हेर्ने हो, बिचमा देखाउँछु गएको आज फिल्म हेर्ने हो। टक्क अहिले चलिरहेको फिल्म के अरे आबाट आमा फिल्म हेर्ने हो। तहल्का गोरु हुनुहुन्छ हेरौँलाई त गाइस। ल सिधै बिचमा देखाउने आमा यहाँ हुनुहुन्छ, आन्टी यहाँ हुनुहुन्छ, भाइ यहाँ छ, दिदी यहाँ हुनुहुन्छ। यहाँ लास्टै भिड छ। रुनियस् कि नै ओइ यता फर्केन रुन्छस् कि नै। फिल्म हेर्नलाई ओहो आमा चाहिँ यहाँ बस्नु। आमाले हेर्न पाउनु होइन खै दिदी हामी चाहिँ गोर्सिङ चोकमा आइसक्यौँ। अब हामी चाहिँ टिक्कर जाने हो। दिदी यहाँ हुनुहुन्छ, आमा उहाँ हुनुहुन्छ। चोकमा आएर बस्यौँ। अब हामी अटोमा जाने हो, चल्दिने हो। दिदी फिल्म कस्तो लाग्यो? दिदी चाहिँ रुन होइन, म नि रोइन। राम्रै थियो फिल्म, हेर्यो। ल हामी घर आइसकेका छौँ। टक्क लाएर भन्नुपर्दा साँझ परिसक्यो। 6 बज्यो कि कति बज्यो? ए 6 बज्न थालिसकेछ। घर आइसक्यौँ। अब ढोका सोका खोल्ने हो। यहाँ आमा चाहिँ उल्टी गरेर यस्तो बस्न यहाँ। अब हामी बस्ने हो। भाइ चाहिँ उता कता गयो। अब भिडियो के कस्तो लाग्छ लाइक तथा सब्सक्राइब गर्न नभुल्नु होला है त।